नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक हिजोदेखि चलिराखेको छ। केही नेताहरूले आफ्नो धारणा राखिसक्नु भएको छ, केही धारणा राख्न बाँकी छ। मैले अहिले धारणा राखिसकेका छैन। दाइ, अर्को विषय, यहाँलाई छानबिन समितिले चिठी काटेको थियो, बयान दिन जाने नजाने विषयमा पार्टीमा पनि विभिन्न थरीका मत आइरहेछन्। यहाँको धारणा चाहिँ के छ? यो भाद्र 23 र 24 गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ र मैले आयोगमा जाने निर्णय गरेको छु। पूर्व प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्रीसँग पनि केही छलफल भयो या यो विषयमा भएको छैन? मैले जाने निर्णय गरेको छु। जान्छु, आयोगमा जान्छु। कहिले जानुहुने त? उहाँहरूले भोलिलाई भनेर बोलाउनु भएको रहेछ। मैले सोमबार आउँछु भनेको छु। 14 गते सोमबार म जान्छु।